अब उत्तर होइन समाधान दिने हो। समाधानका लागि 5 वर्षको स्थायी सरकार। मैले वाचापत्रमा भएका कुराहरू पढेर तपाईहरुको समय खेर फाल्न चाहन्न। तपाईले केही गर्नु पर्दैन, एकचोटी मात्र हर्क साम्बाङलाई प्रधानमन्त्री बन्न दिनुहोस्। हर्क साम्बाङले मुखबाट हात हालेर हुन्छ कि कण्डोबाट हात हालेर हुन्छ नि, त्यो निकालेर छोड्छन्। हामीलाई विश्वास छ के दाइ, हर्क साम्बाङ मात्रै हो सबै गर्न सक्ने भनेको। एमसीसी को विरोध गर्न सक्ने पनि एउटै दम मुटु भएको मान्छे हर्क साम्बाङ। त्यही भएर तपाईले केही गर्नु पर्दैन, हर्क साम्बाङलाई एकचोटी प्रधानमन्त्री बन्न दिनुहोस्। कण्डोबाट हात हालेर हुन्छ कि मुखबाट हात हालेर हुन्छ, सबै निकाल्छ हर्क साम्बाङले। जय माटो जय हर्क। अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ क्या। मेयर भनेको काम गर्ने ठाउँ हो। अब प्रतिपक्ष भनेको त बोल्ने ठाउँ हो। अब विचार गर्नु न, कति बोल्छ होला हर्क साम्बाङ, होइन? यो त केही पनि होइन। अब पो सुरु हुन्छ त, होइन? देश बेचुवाहरूलाई हायल कायल बनाउनु छ, होइन? फटाहरूलाई हायल कायल बनाउनु छ, भ्रष्टाचारीहरूलाई हायल कायल बनाउनु छ, होइन? के दिनमा आएछु नि भन्ने नबनाइ त कहाँ छोड्छु र म। हर्क साम्बाङ त्यो हो, बुझ्नुभयो नि? उत्तर पाउनुभयो तपाईँले? अहिलेसम्म त म काम गर्ने ठाउँमा थिएँ।